नमस्कार। कोडाहिउला तोरो नासा अर्थात् जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर 10 घान्द्रो कोड गाउँमा जन्म भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्बर 10 नमुना टोलमा बसोबास गर्दै आइरहेको म पछि पैडी छिवा सुन्दरबहादुर गरब जत्ता हो। अघिल्लो भिडियोमा मैले तमुहरूको पय अथवा अर्गौँमा रिधेसेको प्रथा र त्यसको औचित्यबारे प्रकाश पारेको थिएँ। उक्त भिडियोलाई हेरेर सुनेर धेरैभन्दा धेरै मित्रहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको पाएँ। त्यसको लागि म उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। हुन त धेरैभन्दा धेरै मित्रहरूलाई थाहा भएकै कुरा हो, तथापि अझ धेरैभन्दा धेरै मित्रहरूलाई जानकारी होस् भन्ने हेतुले आज म तपाईहरू समक्ष गुरुङ भाषामा भ्ल अथवा घोट आङ अनि हिन्दूमा डिकुरो र नेपालीमा प्रतीकात्मक स्वरूपको निर्माण र प्रथा तथा यो भ्ल निर्माण स्थापना र रिधिसेपछि गुरुहरूले किन त्यो भ्ललाई परिक्रमा गर्दै शेरका वाचन गर्नुहुन्छ भन्ने बारे प्रकाश पार्न खोजिरहेको छु। यो भिडियो हेरेर सुनेर बस्नुभएका सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहरूलाई सर्वप्रथम मेरो हार्दिक सजालो नमस्कार अनि अभिवादन स्वीकार गर्नुहोला। हामी थोक्रे पजिहरूको वाचन गर्ने शास्त्रअनुसार यो भ्ल कसरी निर्माण भयो र यो प्रथा कसरी चल्यो भन्नेको बारेमा हाम्रो यो छेउमा लेखेको छ। र यसै सन्दर्भमा भन्नुपर्दाखेरि घोले ढोङ भन्ने ठाउँमा प्रयोति र मनी होगर बीको बिचमा निदो फैसी टिलो धुलो फैसी टिलो भोरी धावा लेसी टिलो धिबो सेसी टिलो नाबो सेसी टिलो मुसी यासी टिलो केसी यासी टिलो छोरा लसी टिलो छोमी लसी टिलो। उनीहरूको बिचमा वैवाहिक सम्बन्ध हुन्छ, घरजम हुन्छ र त्यसपछि खेतीपाती र व्यापारको काम हुन्छ। मुसी लसी मुसिएङ ओर्दो आयो, तेसी लसी तेसिएङ ओर्दो आयो, छोरा लसी छोराएङ ओर्दो आयो, छोमी लसी छोमीएङ ओर्दो आयो। धगा राजे धुधु राजे चौ बिमा कैजे काजे थुओ बिमा छुजी काजे खिओ बिमा पैजी काजे। अर्थात् जति दुःख गरेर खेतीपाती लगाए तापनि सोचे अनुसारको फल प्राप्ति नहुँदा उनीहरूको जीवनमा खाना र लाउनको लागि कष्ट अथवा दुःखदायी जीवन बिताउनु पर्दछ। यो कष्टकर र दुःखदायी जीवन बिताउनु पर्दा उनको धर्मपत्नी मनी होगर्बीले तिमीसँग विवाह गरेपछि त मैले जीवनमा कुनै दिन मिठो खाना र राम्रो लाउन पाइनँ भनेर सधैँ किचकिच गर्न थाल्छिन्। र यो किचकिच सुन्नुभन्दा त केही वस्तुभावहरू लिएर गोठ राखी पशुपालन व्यवसाय गरेर एक्लै जीवन बिताउन पर्छ कि भन्ने सोचले प्रयुतिले र झेब्रा झेजा झुजा राजा लुजा मुगी लो ताप्रीको एक एकवटा बिउ लिएर चिजो ढोँ भन्ने ठाउँमा गए गोठ राखेर गोठालो जीवन बिताउँछ। कडा मेहनत परिश्रम र लगनशीलताले गर्दाखेरि उनको त्यो पशुपालन व्यवसाय फस्टाएर सयौं सङ्ख्यामा वृद्धि हुन्छ। धेरै दिन भयो प्रयोति घर नफर्कँदाखेरि मनी होगर्बीले ढोयमी स्यार्मी च्याउलाई ल एकपल्ट घर आइदिनु पर्यो भनेर लिन पठाउँछिन् र ढोयमी स्यार्मी च्याउ अथवा गाउँको सहयोगी पनि जान्छन् र त्यहाँ गएर एकपल्ट घर आइदिनु पर्यो भनेर समाचार सुनाउँछ। मेरो त यहाँ सयौं सङ्ख्यामा वस्तुभाव पुगिसकेको छ, म त कसरी घर फर्कन सक्छु र म त जान्न भनेर अस्वीकार गर्छन् र त्यही समाचार लिएर स्यार्मेच्यौ गाउँमा फर्केर सुनाउँछन्। दिन बित्छन्, फेरि एकपल्ट मनी होगर्बीले सयौं सङ्ख्यामा
ती वस्तुभावहरू भए तापनि उसको प्रमुखले त्यसको प्रतिनिधित्व गर्छ। अथवा यसरी भन मे भ्रतलेन क्यालु रेजी छैलमु र त्यसरी ल गइदिनु पऱ्यो भन्दै जान्छ। फेरि उनी जान्छन् र त्यो समाचार भन्छन् हुँदैन म त जान्न भनेर पुनः फेरि अस्वीकार गरेर पठाइदिन्छ र फेरि आएर समाचार सुनाउँछन्। यसरी केही दिनपछि अहिले मनी होगरबीको मनमा कुरो खेल्छ, जुन भन्ने मान्छे भनेर म आएँ उसीसँग जीवन बिताउनु पाएन र एक्लै एक्लै जीवन यसरी काट्नुपर्छ भने मलाई त्यो लोग्ने भएको के सार भयो र भनेर आवेशमा आएँ। म तिमीलाई शराब दिन्छु, गाली दिन्छु भन्ने र तिम्रो त्यो वस्तुभावहरू सयौँ सङ्ख्यामा वृद्धि भए तापनि एक एकवटा बचेर अरू सबै मरोस् र तिमी पनि त्यो चिजो भ्रो फुल ढुइजी म्यार्सी सिलो यादो मल यादो तिमी पनि त्यो भिरमा पहिरो गएर पहिरोले पुरेर मर्नु परोस् भनेर शराब दिन्छन्। र त्यसपछि त्यो शराब पनि यथार्थमा परिणत भएर तिजो ढोमा प्रयुतिको मृत्यु हुन्छ र वस्तुभावहरू पनि केही बचेर अरू मर्छन्। यसरी दिन बित्छ। एक दिन मनी होगरबीलाई आफूले दिएको त्यो जुन त्यो शराब हो त्यसको सम्झना आउँछ। ओहो कति मैले त आवेशमा आएर त्यो शराब दिएको थिएँ, त्यो शराब त लागेन, ल एकपटक हेर्न गइदिनु पर्यो भनेर पुनः ढोयमी स्यार्मेसिउँलाई पठाउँछिन् र गएर हेर्दा त नभन्दै पहिरो गएर अनि पहिरोले पुरेर प्रयुति कतै नदेखेपछि पक्कै पनि मरेको हुनुपर्छ भन्यो र धेरै वस्तुभावहरू मरेको र केही वस्तुभावहरू मात्र यसो बसेर किम कर्तव्य विमूढ अथवा के गरौँ कसो गरौँ भनेर अल्पत्र अवस्थामा भएको देख्दछ र ती बचेका वस्तुभावहरूलाई समेटेर दबाउँदै गाउँमा ल्याएर मनी होगरबीलाई बुझाई, लौ नभन्दै पहिरो त खसिछ, मैले त तिम्रो लोग्ने त कतै देखिनँ मरेछ भनेर सुनाउँछन्। त्यसपछि मनी होगरबी वहाँ घेजे छिरछिर घेजे अनि उनी रोइ कराइ गर्छन्। त्यसपछि योरी खिबे गर्दम चुर तिलो वाजे कुरी खिबे मेला कोरो टुवाजे नरी खिबे नथा प्लिवाजे अनि भर्कै भुर्कै प्यामे पिले लिवाजे सिमो खुर्जे मबो खुर्जे। यसरी धोइ नुहाइ धुवाइ गरेपछि उनी तिरे बस्छन् र ओहो अब जे हुने भइगयो, एकपटक अब उसको चाहिँ पायकर्म गरेर स्वर्ग तारिदिनु पर्छ कि भनेर पक्रै पछुला पनि निमन्त्रणा गर्छिन् र स्थानीय गाउँले मिग्री मिजु भरतर भलादमीहरूलाई पनि बोलाएर छलफल हुन्छ तोरी भनेर गरौँ भन्ने हुन्छ। अब गर्दा गर्ने के को आधारमा गर्ने भनेर भन्दाखेरि त्यही पहिरो गएर जुन घटनास्थल हो त्यहाँ गएर केही अवशेषहरू पाइन्छ कि त्यसलाई खोज्नु पर्यो भनेर यसरी सबै त्यहाँ जाने निष्कर्ष हुन्छ र पक्रै पज्यू अनि स्यार्मेज्यू लगायत केही मिग्री मिजोहरू पनि त्यहाँ जान्छन् र अवशेष खोज्छ र केही पाउँदैन। तथापि त्यहाँ उनको जुन पहिरोले पुरिएको समाधि स्थल हो त्यो समाधि स्थलमा विभिन्न प्रकारका वनस्पतिहरू उम्रेको देख्छन् र पक्कै पनि यो उसैको समाधि स्थलबाट उम्रिएको वनस्पतिहरू हुनुपर्छ भन्ने निष्कर्ष गर्दै ती वनस्पतिहरू काटेर ल्याउँछन् र गाउँमा आएपछि अनि अब लोपाय कर्म गर्नु पर्यो भनेर दिन हेराउँदा घ्याल्दी घ्यामै सिँगार उत्कृष्ट ठहर गर्छ र ल्याउँछ। त्यसपछि गएर त्यही काटेर ल्याएको वनस्पतिहरूलाई जस्तै भनौँ असिग्रा थोसी तोलजे भन्दाखेरि क्रेलजे नैक्रक्रेले रे अनि छुटोले क्र यस्तै यस्तै गरेर उनको गुरुङ भाषामा भ्ल अथवा घो, हिन्दूमा डिकुरो अथवा नेपालीमा प्रतीकात्मक स्वरूप बनाउँछ र स्थापना हुन्छ र त्यसपछि गएर त्यहाँ बजेको जुन त वस्तुभावहरू तिनीहरूलाई पनि काटमार गरिन्छ र पक्रै पज्यूले
नार्दो छ्यामा सिर्जियो छ्यामा पदु छ्यामा अनि मधु छ्यामा अर्थात् ढ्याङ्ग्रो झ्याली ढोलक ट्याम्को बजाएर अनि त्यसपछि वाचन गर्नुपर्ने शास्त्रहरूलाई पनि वाचन गरेर अनि प्रयुतिको जुन देहमुक्त आत्मा हो त्यो आत्मालाई स्वर्गमा पुर्याए पितृहरूसँग मिलन गराइरहन्छ। अब यसरी त्यही प्रयुतिको जुन देहमुक्त आत्मा हो शास्त्रीय भाषामा सोनासा गुरुङ भाषामा सेमिनासा र नेपालीमा स्वर्गमा पुर्याई पितृहरूसँग मिलन गराइदिएको जुन त्यो कार्य हो त्यही कार्यले गर्दाखेरि आज पनि गुरुङहरूले ब्लग बनाउने प्रथा यथावत रहेको हामी जानकारी गराए। अब आयो ब्लग निर्माण स्थापना र रिदिएपछि पछि गुरुहरूले किन परिक्रमा गर्दै शेर्का वाचन गर्नुहुन्छ त भनेर भन्नुपर्दा शेर्का भनेको के हो? उपस्थित सहभागी पशु गुरुहरू दुई समूहमा विभाजित भई शास्त्रीय बाजा पदु छ्यावा ढोलक र सिल्जु छ्यावा झ्याली बजाएर वाचन गर्नुपर्ने जति पनि शास्त्रका अध्यायहरू छन् ती अध्यायलाई संवाद तथा दोहोरो गीती शैलीमा गीतको रूपमा जुन वाचन गर्ने कार्य हो त्यसैलाई नै शेर्का भनिन्छ। यो शेर्का भन्ने शब्द दुई स्यार र कोही भन्ने शब्द मिलेर बनेको हो। स्यारको अर्थ मृतकको देहमुक्त आत्मालाई यो मर्त्य लोकबाट स्वर्गलोकमा पुर्याउनु र कोही भनेको गीत हो र यही दिशालाई यो शब्द अपभ्रंश भएर पछि शेर्का हुन थालेको हो। अब यो शेर्का भयो जसरी यसको त के त भनेर भन्नुपर्दाखेरि आमाको गर्भमा रहेको बच्चा जब शिशु विकास हुने क्रममा 4 महिना पुग्दछ तब उसले कान दुवै कान निर्माण भएर बाहिरको ध्वनि उसले सुन्न थाल्दछ। जब फेरि विकास हुँदै 6 महिना पुग्दछ त्यसपछि बाहिरको जुन सङ्गीत तथा गीतहरू हो त्यो श्रवण गरेपछि ऊ रमाएर हात खुट्टा चलाउँदै प्रतिक्रिया दिन थाल्दछ। यसरी गर्भमा भएको जुन बच्चा छ उसलाई त सङ्गीत तथा गीत भनेपछि रमाएर प्रतिक्रिया दिन्छ भनेदेखि मृतकको देहमुक्त आत्मालाई पनि गीत तथा सङ्गीतको माध्यमबाट शास्त्रीय अध्यायहरूलाई जुन सुनाएमा श्रवण गराएमा अनि निश्चित रूपले यो चाहिँ आकर्षक प्रभावकारी र फलदायी हुनेछ भन्ने मनोविज्ञानमा आधारित यो चाहिँ शेर्का हो र यही नै एउटा के अरे मृतकको देहमुक्त आत्मालाई अरे हो र यसरी स्वर्गमा पुर्याउने एउटा माध्यम हो। अब यसरी हामी फेरि किन परिक्रमा गर्दछ त भनेर भन्दा यसरी शास्त्र वाचन गर्दा गर्दै सम्पूर्ण शास्त्रहरू वाचन गरिसकेपछि उसलाई सम्झाइ बुझाइको काम हुन्छ। सम्झाइ बुझाइको क्रममा राज्य सञ्चालन गर्ने राजा शास्त्र वाचन गर्ने पशु घ्याब्रे र बल्बो लामा अनि औषध मिलो गर्ने डाक्टर वैद्य पनि एकपटक मर्नुपर्छ। उदाएको चन्द्र सूर्य पनि अस्ताउनुपर्छ। तर यो चाहिँ जसरी अस्ताउँछ फेरि उदाउँछ तिमी पनि यो मर्ने होइन यो सर्ने हो के भग्रे आसिदो हेग्रे आमदो तिम्रो यो आत्मा कहिले पनि मर्दैन त्यसकारण तिम्रो चाहिँ हतोत्साही हुने होइन। जसरी चन्द्र सूर्य अस्ता पनि फेरि उदाउँछ तिमी पनि फेरि उदाउँछ भनेर उसलाई सम्झाइ बुझाइ गरिसके पश्चात त्यहाँ उपस्थित सम्पूर्ण गाउँले दाजुभाइ दिदीबहिनीहरूले विद्यादान भन्नाले गरेपछि क्रपो क्रनु धलो गेलो मोलु सेलो खोज्यो तिजो सबैले शोक गरी बिदाई अनि गरिदिन्छन् र त्यसपछि गएर स्वर्ग यात्राको प्रारम्भमा थु भनेर पछि गुरुहरूको साथसाथमा
सरोकारवाला नातेदारहरू पनि त्यहाँ परिक्रमा गर्दै अनि लावा सर्कदै स्वर्ग यात्राको क्रममा साथी थु भनेको साथी भई परिक्रमा गरिन्छ। र पछि गुरुहरूले जस्तै छ्याले आम्रो नोबा पोखरायाम थिएछौ। अब यसरी भने फेरि छ्याले आम्रो नोबा मारास्यो क्युएछौ। फेरि तेस्रो यसरो आओ ngasuruku surule chojule tungaji eliya आओ बिसामी चारी देमले खाजे। यसरी त्यो मर्स्युक्यु खाएपछि अनि हात खुट्टाहरू गएपछि मर्ते लोकतिरको बाटोलाई क्रमशः भुलेर मृत्यु यसलाई कसैले चाहिँ बिर्सिने पानी पनि भन्ने सम्बोधन गर्नुहुन्छ। यसरी बिर्साएपछि स्वर्ग यात्रातिर अग्रसर हुन्छ त्यो देहमुक्त आत्मा र हुँदै मोटविसमा यहाँ पुगेपछि तिदो सेदुए नसा हिँदो भर्कुए नसा यसो गर्दै कुदो तुए नसा छेसु कुए हेदो खाला लाए पब्रो गर्दै अनि त्यहाँ यो जीवित मान्छेहरू व्यक्तिहरू जहाँसम्म जानुपर्ने हो अथवा पुग्न सक्ने हो त्यहाँसम्म साथी भई थु भई त्यहाँ पुर्याइराखेर अनि देहमुक्त आत्मालाई स्वर्गमा पठाइदिए। त्यहाँको पितृहरूसँग मिलन गराइसकेपछि पुनः जुन थु अथवा साथी भई भनेर पुर्याउन गएका मित्रहरू हुन् उनीहरू फेरि उल्टो फर्केर अनि फेरि यज्ञस्थलमा फर्केर आउने काम हुन्छ। र यसरी नै यो शेर्खाको माध्यमबाट गुरुङ जातिको मृतकको देहमुक्त आत्मालाई शास्त्रीय भाषामा सोनासा, गुरुङ भाषामा सुमिनासा र नेपालीमा स्वर्गमा पुर्याउने उत्कृष्ट विधि हो भन्दै आजको लागि म बिदा हुन चाहन्छु। फेरि पनि हाम्रो धर्मको कुराहरू लिएर आउनेछु, तबसम्मको लागि आज्ञा दिनुहोस्। जय बोन धर्म, जय पेतालोता र जय तमु।